नमस्ते सबैजनालाई के गर्नुभयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला कि रे अनि के छ त नि नेपालतिरको हालखबर सबैजनालाई राम्रै होला कि रे हैन राजा आउनेको तयारी के कस्तो छ त नि रमाइलो होला राम्रै होला हैन अनि के भनौँ त त्यस्तै चलिरहेको का ड्युटीमै हो हैन ड्युटीमै छु रमाइलो त छैन पनि अब ड्युटीमै छु रमाइलै छ रमाइलो भन्दाखेरिमा नाचेर गाएर हाँसेर जुमेर त्यस्तो रमाइलो होइन जस कसैको किचकिच छैन आनन्द झिल पारामा गर्नु पर्यो यति बास के हो हैन अनि त्यही हो काम त अब गर्नु पर्यो नि त पैसा कमाउन आएछ त अर्काको ठाउँमा आइसकेपछि त बस्न त पर्यो ठाउँमा त आज चाहिँ तपाईलाई म चाहिँ मेरो लाइफको केही कुराहरू सुनाउन चाहन्छु हैन अनि त्यही हो जिन्दगीमा चाहिँ अब केही न केही गर्नु पर्दो रहेछ बेलामै राम्रोसँग यताउता गरे भए बेलामै केही सिक्न पर्दो रहेछ सबैभन्दा मेन कुरा चाहिँ केही काम सिकेर चाहिँ भोलि अर्को ठाउँमा आउन चाहिँ राम्रो हुन्छ विदेशै जानलाई अब कतै जानलाई केही काम नसिक्दा जेल चाहिँ जान चाहिँ हुन्न है केही काम चाहिँ सिकेर आफूले अलिअलि जान्न त्यो उसमा चाहिँ बेसिक नलेज चाहिँ हुनु पर्दो रहेछ कि जस्तै अब भात पकाउने बेलामा आगो बाल्नै नजान्ने अनि चामल हाल्नै नजान्ने धुनै नजान्ने पानी हाल्न नजान्नेसी के फाइदा हो भाँडा पनि नचिन्ने भएपछि त काम छैन नि त एउटा न एउटा चिज जान्नु पर्यो एउटा न एउटा फर्मुला एउटा न एउटा चिज चाहिँ जान्नुपर्छ हैन हो त्यस्तै हो अब म पनि रमाइलो तरिकाले हिँडिरहेको थिएँ उता पनि अब रमाइलै थियो त्यो पीडा त थियो हैन बेलामै बिहा गरिहाल्यो बिहा गरेपछि अब झन् त्यही हो बाबुले कमाइरहनु भएको थियो त्यो मात्तिर खाएको भन्छ नि त्यस्तै थियो मात्रै खाइएको थियो कसैको डर थियो न कसैलाई कसैसँग डराइन्थ्यो आफ्नो तालमा कसैको बाल थिएन कि जिन्दगी आफ्नो ताल के गर्ला भन्थ्यो मलाई ए यार त अझै पनि यहीँ छस् के गर्छस् त के गरेर खाने भने अझैसम्म नि त यहीँ बस्छस् जा विदेश यार म पैसा हालिदिन्छु विदेश जा केटा म पैसा हालिदिन्छु सम्म भन्थ्यो गरेर खान्छस् ल जा विदेश म हालिदिन्छु पैसा हैन यस्तो यस्तो थियो कुराहरू पछि हाल्न चाहिँ अब कसैले हालिदिएको चाहिँ अब त्यो भन्ने मान्छेहरूले चाहिँ हालिदिएको चाहिँ हैन त्यो सब मलाई माया गर्नेहरूले चाहिँ हालिदिनु भयो मलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद उहाँहरूलाई दुई हात जोडेर म छिट्टै तपाईँहरूको ऋण तिर्नेछु आश नबिगार्नुहोस् भरोसा राख्नुहोस् म तपाईँहरूको ऋण छिट्टै तिर्छु तपाईँहरूलाई निराश चाहिँ पार्दिनँ मैले हैन अनि यो भन्नेहरू के अब राजनीति त दलकाहरू मलाई जति अब युज गर्न जानेका मान्छेहरूले हैन युज गरे मलाई राम्रै सोचे या नराम्रो सोचे हैन म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने आश्वासन चाहिँ देखाए सबैले अब त्यस्तै हो आफूसँग नभएपछि हैन आफूसँग हुन्न नि त्यति बेला चाहिँ गाह्रो हुन्छ अब मलाई मन हुन्थेन कि अब कसैले केही गर भन्ने बित्तिकै मलाई मन हुन्थेन कि हैन आफूले मनले जानेर गर्ने भने त गरे अब त्यो मनले पनि जान्छ नि त कुनैलाई हो यसलाई त देखिन्छ मान्छे मेरो आँखा अगाडि लडिरह अनि म हेरेर त्यस्तो चाहिँ गर्थिनँ क्या मैले मनले जान्थेँ म त्यो लडेको मान्छेलाई उठाउँथेँ हैन तर अर्काको के त्यो हुन्छ नि मान्छे हेर्दाखेरिमा नि हट्टपट्ट छ हात खुट्टा दह्रो छ त्यस्तो मान्छेलाई पनि हात समातेर हिँड्न त सकिन्न हो हैन त्यो हो कि मैले भन्न खोजेको चाहिँ आफू सक्ने हुँदै अर्कालाई जुनले त्यो बिना चित्तीमा काम गराउँछन् नि पैसा नदिकन म त्यो विथआउट मनी मैले काम गरिदिन्थेँ क्या मैले तिनीहरूको अब तिनीहरूले जे भन्थ्यो मैले त्यही मानिदिन्थेँ क्या सबैलाई मैले धेरै भनेको 80% चाहिँ मैले त्यसरी नै काम गरेको छु क्या मलाई धेरै मान्छेले युज गरे हैन यस्तो गर उस्तो गर किनकि म बोल्छु पनि अब जोसँग पनि बोल्छु डराउँदिनँ मलाई पनि अब हुन्छ नि त तिनीहरूकै अब उनीहरूकै मान्छेहरू चाहिँ ठुलो अब ठाउँमा के हुन्छ नि अब राजनीतिक दलमा पनि उनीहरूको मान्छे ठाउँमा भएको पहुँचले पनि माथि हाल्न सक्ने
अनि धेरै कुरा के धन सम्पत्तिले पनि हान्न सक्ने। अब हाम्रो त त्यही बाबाले कमाइरहनु भएको थियो, हामी अब घरमा लन्टु घर खाइरहेका थियौँ। त्यही पनि अब थियो कि अब त्यहाँ त्यसरी काम गरेको थियो। मलाई चाहिँ बाबाले चाहिँ नगर भन्नुहुन्थ्यो, त्यही पनि मैले चाहिँ पछि काम लाग्छ यताउता सोच्थेँ होइन। पछिलाई अब फेरि यस्तो हुँदो रहेछ, अब तिनीहरूसँग त्यत्रो बेर राम्रोसँग एकदम आनन्द रिलेसन राखेर हिँड्यो होइन। एक दिन केही मिसबिहेभ गरिदिनुपर्छ नि, उनीहरूले फेरि त्यत्रो त्यो अगाडिको त्यो कामै सम्झिँदैन कि। त्यो एक दिन नराम्रो भने, एक दिन नराम्रो गऱ्यो भने त्यही मात्र सम्झिने होइन। ठिक छ, मलाई त त्यही कुराले मात्र पनि मैले सोच्नु हुँदैन होइन। मलाई त धेरै ठाउँमा नि हेल्प गरेछन्, मलाई हरेक कुरामा हेल्प गरेछन्। मलाई कस्तो कस्तो दुःखमा मलाई हेल्प गरेछन्। अब ती सबै मान्छेहरू त्यस्ता हुँदैनन्, कोही मान्छे हो, सबैलाई भनेको पनि होइन। कोही मान्छे छन् त्यस्ता, कोही मान्छे चाहिँ हुन्छ। अब त्यही हो, त्यो जानेरै हुन्छ क्या। कोहीले चाहिँ माया गर्छ है, कोहीले चाहिँ लास्टै माया गर्छ, यस्तो गर उस्तो गर, यो गर त्यो गर, यहाँ जा उहाँ जा, यस्तो चाहिँ भन्छ। गर्ने पनि हुन्छन्, नगर्ने पनि हुन्छन्। 80% भन्नु 80%ले हेला गर्छन्, नराम्रो भन्छन्। 20% चाहिँ हुन्छ जसको पनि राम्रो गर्ने नराम्रो गर्ने चाहिँ हुन्छ नि त। मान्छेहरू यसले यस्तो भन्यो, यसले यस्तो गर्छ, यसलाई यो भन्ने चाहिँ हुन्छ क्या। अनि अब म होइन 2001मा अप्रिल 25मा म जन्मिएको के अरे है। नेपाल 2058 साल वैशाख 12 गते मेरो जन्म भएको होइन। त्यस पछाडि अब जन्मिँदाको त्यो कुराहरू त थाहा पाएन। जब मैले थाहा पाएँ, मैले जब जाने नि मैले थाहा पाएपछि मैले मध्यन्तर फटाएको थिएँ कि, लास्टै फटाएँ। मलाई कसैले सक्दै नसक्ने क्या, तलाउनै नसक्ने त्यस्तो टाइपको पनि थियो। छुच्चो थिएँ होइन। अब त्यो बच्चाहरू शरारती हुन्छ नि त, अब छुच्चा हुन्छ नि, चलेको चलाइ लरेको लरे गर्ने। म त्यस्तो थिएँ क्या। अब मैले केही सामान पाउने बित्तिकै आफ्नो हात भयो, मलाई त जान्न इच्छा हुन्थ्यो क्या त्यो भित्र के छ। अब जस्तै यो मोबाइल भयो होइन, यो मोबाइलभित्र के छ होइन, हेर्न मन हुने मलाई, यहाँभित्र के छ कसो छ। मैले जानेदेखि हेर्न मन हुने कि। अनि त्यस्तै अब खेलाउने कुरा ल्याइदिँदा पनि मैले कोल्का पारेर फोरेर नि हेर्ने, फोरेर के भए पनि हेर्ने मैले, त्यस्तो थियो म। अनि अब पछि बिस्तारै त्यही हो। त्यहाँबाट अब बढ्यो बोर्डिङ चाहिँ। अब म चाहिँ बोर्डिङ पनि पढायो कि, इन्लाइटनिङ गण्डकी इङ्ग्लिस बोर्डिङ स्कुल हाम्रो चाहिँ भुटानमै छ होइन, उहीँ गाउँमै छ। त्यो बोर्डिङ स्कुल राम्रो थियो पहिलाको जमानाको। भुटान झापा हो कि भुटानका हो कि झापाको हो, त्यही भुटानको होला जहाँसम्म लाग्छ। भुटानको सरहरू आएर पढाउनुहुन्थ्यो इङ्ग्लिसहरू, उहाँहरू खतरा पढाउनुहुन्थ्यो। उहाँहरू मलाई पढाउनु भएको हस्त सर, कल्पना मिस, अनि केवल सर, अनि गुरु सर भन्ने हुनुहुन्थ्यो। हामीलाई डेन्जर राम्रो पढाउनुहुन्थ्यो। एउटा सरले त हाम्रो यहीँबाट पनि बिहा गर्नुभएको, गुरु सर भन्ने, यहीँ भुटानबाटै बिहा गर्नुभएको। धेरै राम्रो थियो तिनीहरूले पढाएको चाहिँ राम्रो थियो। अब बोर्डिङ 3 क्लाससम्म पढेको होइन। 3 क्लासदेखि म 5 क्लास पढ्न गएको कि, 4 चाहिँ पढिनँ, 5 पढ्न गएको। अनि एकैचोटि हाईमा श्रीकृष्ण उच्च माध्यमिक विद्यालय हाम्रो गिरिङ गाउँपालिका वार्ड नम्बर 1 बुट्टार स्कुल चोक भन्ने ठाउँमा छ होइन। त्यहाँ चाहिँ म 12 क्लियर गरेको त्यहाँबाट। अब ठिकै थियो, पढाइ राम्रै थियो। अब राम्रैसँग पढिएको थियो, सबै कुरा राम्रै थियो, राम्रैसँग गरेँ मैले। अब +2 पनि राम्रै भयो, पढ्यो। अब पढ्न त त्यस्तै हो होइन। जस टिप्थेँ मैले, धेरै बेर त राख्थिनँ होला होइन, तर टिप्न चाहिँ मैले टिपिहाल्थेँ। कसैले केही भन्ने बित्तिकै मैले ट्याप्पै टिपिहाल्थेँ। टिप्ने भनेको ट्याप्प टिप्ने होइन कि, दिमागले क्याच गर्छु, त्यति क्यापेसिटी छ, अझै पनि छ, त्यति चाहिँ गर्न सक्छु। अनि त्यहाँ पढियो, राम्रै थियो पढाइ पनि। अब ठिकै हो, अब टप 10 मै परिन्थ्यो, पढ्न पनि ठिकै हो त्यति बेला। अहिले सबै अब पढाइभन्दा पनि कमाइतिर लाग्यो। अब उनीहरूले अब मजाले, कोही लाउरे भयो, मेरो साथी लाउरे पनि भएको छ, अस्ट्रेलिया पनि गएको छ, जापान गएको छ। धेरैहरू मेरो साथीहरू त धेरै ठाउँमा राम्रो ठाउँमा पुगेका छन् नि। अहिले यहीँ दुबईमा आएर पनि डेन्जर केटाहरूले खतरा पैसा कमाउने छ। कोही ड्राइभर थिए, कोही होटेल गरेर बस्छन्, कोही इन्डियामा सेफ भइसकेछन्। साथीहरू त राम्रो ठाउँमा छन्। अब केटीहरू पनि ठिकै छ, पढ्न जानेका छन्। अब भोलि हाम्रै छोराछोरीलाई पढाउने भइसकेछन् केटीहरू पनि। कोही राम्रोसँग घरजम गरेर ठाउँमा पुगिसकेछन्। बुढाहरूले कमाखान टक्क राम्रो भइसक्यो, उनीहरूको जिन्दगी पनि ठिक छ। सबैलाई राम्रो होस्, सबैजनालाई मनले आँटेको सोचेको कुरा पुगोस् होइन, सबैजनाको राम्रो होस्। सबैलाई मिस गरेको छु है, सबैजनालाई, मेरो साथीहरू, मेरो जुन नर्सरीदेखि
क्लास 12सम्मका मेरो जति पनि साथीहरू थिए नि म एकदम मिस गरिरहेको छु। अनि बाहिरका मेरो जति पनि साथीहरू थिए म उनीहरूलाई पनि सबैलाई मिस गरेको छु। यही भिडियोबाटै मिस गरेको छु। म धेरै सम्झाएको छु उनीहरूलाई नि। 12 पनि राम्रैसँग पढ्यो, राम्रैसँग अब इक्जाम दियो होइन, इक्जाम पनि भयो। बिचमा अब केही खाडाखुडु भयो। 12 क्लियर गरे पछाडि एउटा अब मिस्टेक भन्न मिल्दैन होइन, एउटा अब सानो घटना भयो। त्यस पछाडि पनि अब फेरि त्यसपछि पनि राम्रै भयो। त्यस पछाडि बिहे गरियो, बिहे गरेर अब छोरी पाइया। छोरी मेरो छोरी अहिले मेरो छोरी ठ्याक्कै 4-5 वर्ष लाग्छ। अब यो असोज 15 गतेले मेरो छोरी 5 वर्ष पुरा हुन्छ। अब मेरो छोरी 4.5मा हिँडिसकेछ होइन, छोरी पनि स्कुल हिँड्छ। त्यति बेलासम्म म गाउँमै थिएँ। धेरै कुरा थियो जिन्दगीमा, धेरै घटना भयो। र अब म होइन घरमा पनि अब त्यस्तै हो, छुचो थिएँ। मम्मीले गाली गर्नुहुन्थ्यो, पिट्नुहुन्थ्यो होइन, त्यही हो। रमाइलो थियो जिन्दगी। अब त्यो सम्झिँदाखेरिमा रमाइलो लाग्छ, त्यति बेला चाहिँ नरमाइलो लाग्थ्यो होइन। अहिले सम्झिँदा चाहिँ रमाइलो लाग्छ। मम्मीले अब त्यति बेला मलाई गाली गर्नुहुन्थ्यो, त्यही हो जिन्दगी। त्यहाँबाट चढ्दै सिँढी चढ्दा यहाँसम्म आइया। अझै माथि जान मन छ। कसै हुन्छ, के कसो नराम्रो भयो, नजानेको कुराहरू भयो भने सबैले सिकाउनु होला। सबैजनाले अब भाग्यले पनि साथ दिनुपर्छ। मैले मात्र आँटेर हुनु भन्छ नि। अब म चाहिँ कस्तो भन्दा पढे लेखेको मान्छे हो, तर भाग्यमा विश्वास गर्छ। भाग्यमा विश्वास पनि गर्नुपर्छ होइन। सबै कुरा भगवान पनि हुन्छ होइन। यहाँ राम्रो कुरा छ भने नराम्रो पनि हुन्छ, नराम्रो कुरा छ भने राम्रो पनि कुरा हुन्छ कि। सबै नेगेटिभ मात्र हुँदैन, सबै पोजिटिभ मात्र हुँदैन। एउटा राम्रो हुन्छ, एउटा नराम्रो हुन्छ, त्यही हो। मान्छेको पनि एउटा के भन्छ अरे गुड ह्याबिट अनि ब्याड ह्याबिट हुन्छ नि त, त्यस्तै हो। एउटा मनले गर भन्छ, अर्को मनले नगर जस्तो हुन्छ भन्छ नि, त्यही हो। राम्रोसँग अब सबैजनाले आफूले सोचेको काम गर्नुहोस् होइन। आफूलाई जे राम्रो लाग्छ त्यो गर्नुपर्छ। आफूले मनले चाहेको कुराहरू चाहिँ गर्नुपर्छ। अनि अब सबैलाई अब त्यस्तै त हो। अब कहिँलाई के हुन्छ होइन साथीहरू। मान्छे आइरहेको हुन्छ कि यहाँ अब यताउता। अब फेरि नेपाली हो कि यो अघि अहिले आएको चाहिँ अहिले गयो नि, त्यो दाइ फेरि नेपाली दाइ हो। सबै के फुना परेर बसिहाल्ला पागल जस्तो भन्छ नि त, त्यही भएर यसो होल्ड बसेको होइन। त्यही हो लाइफको जर्नी, गइरह। म एकपट्टि थन्किरहेको छु, टलिरहेको छु होइन। बिस्तारै चल्न खोजिरहेको छु। के भन्छ त्यो बासमा गढेको मान्छे जस्तो कि पुरा बिस्तारै निक्लिरहेको छु होइन। निस्किन नि पर्छ। मेरो बाबुआमालाई चाहिँ मैले राम्रै गर्नुपर्छ। मेरो बुढी, मेरो छोरी, मेरो भाइ सबैजनालाई मैले राम्रो गर्छु। यही राम्रै गर्छु भनेरै आएको छु। शत्रुको आँखा नलाओस्, सबै राम्रै सोचोस् होइन। अनि त्यही हो। अब सानोतिनो झगडा हुन्छ, झगडा भयो। अब झगडामा पनि अब त्यसलाई नराम्रै रूपमा हेर्न नि हुँदैन। अहिले यहाँ आएपछि थाहा हुन्छ क्या मुझे त्यति बेला झगडा गरेको साथीहरू, त्यति बेला लडेका साथीहरू होइन। यहाँ कहाँ हो घर भन्दाखेरिमा, तनहुँ घर भन्दाखेरिमा पनि मान्छे हाम्रै ठाउँको रहेछ यहाँ के। अब तनहुँ मेरो घर त पुट्टार हो नि त। अनि कोही मान्छे घर लमजुङ हुन्छ, तनहुँ र लमजुङ यो ठाउँको भए पनि यो लमजुङ हो, यो तनहुँ हो, यो बिचबाट जानुपर्छ नि त, टाइम त लाग्छ होइन। यहाँ छ, यहाँको मान्छेले मेरो ठाउँको मान्छे रहेछ भन्छ कि। अब यहाँ विदेशमा चाहिँ त्यस्तो यो तनहुँको हो मेरो भाइ। अब मैले अस्ति रिसिङ घिरिङ त नजिक हो नि त। रिसिङको मान्छे रहेछ, अनि म पुट्टारको मान्छे, घिरिङको मान्छे हो, हाम्रो नजिकको मान्छे। माया भन्ने त्यसरी हुन्छ क्या। माया चिनी भनेर लड्या त्यहाँ गाउँमा होइन, त्यहाँ गाउँमा लडेर काम छैन। यहाँ आएपछि थाहा हुन्छ साथी भनेको के हो, माया भनेको के हो। मैले त्यहाँ ठुलो भएर चाहिन्न त्यस्तो भन्छ। तर यहाँ आएपछि थाहा हुन्छ कि को कतिको चाहिन्छ, को कतिको चाहिँदो रहेछ। त्यही हो, बिस्तारै सबैलाई थाहा हुन्छ क्या यहाँ आएपछि होइन। मेरो भाइहरू पनि अब विदेश आउन लागा। अब आज इन्टरभ्यू दिन गएको अरे। पोखरा प्याराडाइसबाट पनि इन्टरभ्यू दिएको मेरो भाइले आज। इन्टरभ्यू दिए
राम्रै होस्, तिमीहरूले पनि राम्रो सोचेर आयो होला केही न केही राम्रो होस्, केही नराम्रो चाहिँ नहोस् सबैलाई। केटाहरू तिमी पनि छ, म मात्र हो कि यहाँ यो ठाउँमा भएको चाहिँ एउटा रिसिङको भाइ छ, त्यही हो म चिनेको भनेको। अब मसँगै आएको भाइहरू छ पोखरातिरको, तिनीहरू छ साथीहरू। दाइहरू हुनुहुन्छ सिन्धुपाल्चोकको, यता परको दाइहरू हुनुहुन्छ, सबै नजिकै भनौँ न नेपालको सबै दाइहरू हुनुहुन्छ। हामी चाहिँ एकैचोटि 9जना आएको, हामी यो ग्रुपै 9जनाको ग्रुप छ कि हाम्रो यहाँ चाहिँ। कसैलाई केही भयो भने, कोहीलाई केही भयो भने ट्याक्क ल यस्तो कोहीले के ल्यायो भने ल उसमा वाट्सएपमा म्यासेज आइहाल्छ, ल आऊ केटाहरू यहाँ म यहाँ यो ल्याएको छु म्यासेज आउँछ। अब मैले पनि म्यासेज गर्छु होइन, मैले नै लिएर जाँदाखेरि मैले नि म्यासेज गर्छु, केटाहरूले पनि म्यासेज गर्छ। हामी चाहिँ यहाँ पनि रमाइलो छ, केटाहरूसँग दुःख बिर्सिन्छौँ टक्क उहाँसँगै भइयो भने, छुट्टीको बेलामा सँगै भइयो भने च्याट्ट दुःख बिर्सिन्छ। एउटाले एउटा चिज भन्छ, एउटाले एउटा चिज भन्छ, राम्रो फेरि कसैले भन्दैन, फेरि यो माया यो भन्छ यार यसले, यो माया यो भन्छ यसले, त्यस्तो यस्तो कुराहरू चलिरहन्छ होइन। रमाइलो छ यहाँ पनि केटाहरूसँग दुःख गरेको 1 हप्ताको दुःख, के अरे यत्रो दिनको दुःख चाहिँ सर्लक्क भुलिन्छ तिनीहरूसँग बस्दाखेरिमा। सबैले एउटा चिजहरू सिकेर हुन्छ, एउटा चिज उसले सिकेर हुन्छ, त्यसले एउटा चिज भन्छ, अर्कोले अर्को चिज भन्छ होइन। सबैजना सिकेर आइन्छ नि त, सिकेर आइया रमाइलो छ जिन्दगी। जोस् केटाहरूले राम्रै सोचिरहेको हुन्छ, चलिरहेछ। अनि त्यसो दुःख चाहिँ धेरै नै पाएको मैले होइन। दुःखहरू बयान गर्न पऱ्यो भने चाहिँ मान्छेहरू रुन्छ होला क्या। तर कस्तो दुःख भन्दाखेरिमा मेरो बाबुआमाले दिएको दुःख होइन क्या, म आफैलाई गरेको, म आफैलाई परेको दुःख क्या। अब म अरूले मलाई दिएको दुःख होइन कि, मेरो बाआमाले मलाई दिएको दुःख होइन, मेरो बाआमाले त मलाई हिरो बनाएर राखेको। म आफैले आफ्नै बेहोराले पाएको दुःखहरू चाहिँ मैले धेरै दुःख पाएँ। अब मेरो एक्सिडेन्टै भयो, धनै मरिनँ होइन। छ दुःखहरू, धेरै दुःख छ। अब कोही के भयो, कोही अब के भयो, त्यहाँ दुःखहरू चाहिँ खतरा छ। त्यो पछिको भिडियोमा भनौँला होइन। अहिले चाहिँ यत्तिकै। अब मैले राम्रो भने पनि प्रतिक्रिया, नराम्रो भने पनि प्रतिक्रिया दिनु होला प्लिज। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक होइन सबैले गर्नु होला। तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने म अझै कुराहरू ल्याउँछु। यहाँ दुबई आउन चाहनुहुन्छ भने दुबईबाट चाहिँ अर्को देश जान चाहिँ सजिलो हुन्छ। मेरो त्यही मनोस्थितिले म यहाँ आएको होइन। म त्यही भएर उहाँबाट नेपालबाट सकिन्न कि यहाँ आउन, यहाँ आउन अरे अन्त विदेश ठुल्ठुलो देश जान अब कि त गाँठै हुनुपर्छ, कि जग्गा जमिन हुनुपर्छ।